साथीहरू, आज हामी हाम्रो एनसिएमको वार्षिक उत्सव एनिभर्सरी मनाउँदैछौँ। त्यसको लागि चाहिँ हामीले आफ्नो अफिसियल टाइम काम सकेर हामी जाँदैछौँ स्वयम्भूको मिठो दाल भात होटेलमा जिम्बो खाना। अनि तपाईहरु पनि जानु भएकै होला। तपाईहरुलाई फेरि पनि स्वागत छ। अनि मेरो भिडियोहरु पनि हेर्दिनु होला। देखाउँदै छु म के गरौँ, हामीले कस्तो गरौँ, कसरी मनायौँ भनेर हैन। एकदम रमाइलो भयो कि भएन भनेर, कस्तो भयो भनेर हेर्दिनु होला। अनि यहाँको दृश्यहरु पनि देखाउँदै छु, हेर्नु होला। कतिजना त यहाँ आइसक्नु भयो होला, कतिजना आउन बाँकी होला। सबै जानु होला, त्यहाँ रमाइलो ठाउँ छ भन्न चाहन्छु। अनि हेर्नुस् स्वयम्भूको दृश्य रमाइलो ठाउँ छ कि। यहाँ चाहिँ म चाहिँ पहिले गएको थिएन, फर्स्ट टाइम नै हो भनौँ। मेरो चाहिँ म स्वयम्भू गए पनि माथि अर्कोतिर बाटो गएको थिएँ कि योतिर आएको थिएन। त पुग्यौँ ल साथीहरू, हामी देख्नुभयो होटल मैले देखाएँ, मिठो दाल भात होटल। अनि यहाँ साथीहरू पहिले पुगिसकेका छन्, मैले सिँढीमा गएकोले देखाएन, सिँढी भित्रको देखाउँछु ल। अब यहाँ हामी पुगेर बस्यौँ, रेस्ट गरौँ। उहाँ मेमले भिडियो हाई गर्दै हुनुहुन्छ। अनि हेर्नु है, हामीले पानी सानी पियौँ सबैजना। अब मजाले बसेछौँ, खाना पाक्दैछ हाम्रो। मेमले पनि हाई भन्नुभयो, अनि मैले पनि हाई गरेँ सबैजनालाई। अब हामी सबैको भिडियो बनाइरहेको छु, आफ्नो तालमा हुनुहुन्छ सबैजनाहरू। अनि हेर्नु अब पानी दिने बहिनी, त्यहाँको स्टाफ एकदम राम्रो हैन। कामको लागि भनौँ, खाना सर्भिसिङदेखि लिएर सबै कुरा एकदम राम्रो लाग्यो मलाई चाहिँ। पानी दिनुभएको थियो पहिला, अनि गिलास उठाएर लग्नुभयो। अनि त्यसपछि अन्ताक्षरी सुरु हुँदैछ ल। यो चाहिँ सुनाएको छैन होला, हाम्रो अन्ताक्षरी सुरु हुँदै हो। यहाँ चाहिँ अन्ताक्षरी खेलिरहेको थियौँ हामीहरू। अनि तपाईहरु सुन्न चाहनुहुन्छ भने कमेन्टमा भन्नु होला, म यो भोइस नै हाल्नेछु, भोइसवाला नै राख्नेछु भिडियो चाहिँ। अहिले चाहिँ मैले राखिनँ, सब आफ्नो तालमा छन् मजाले। हाम्रो अन्ताक्षरी हुँदैछ यहाँ खाना आउने टाइमसम्म। हेरिदिनु होला कस्तो रमाइलो छ, रमाइलो गरेर हामीहरू